हेलो एभ्रिवान, स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। अहिले तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामको साथ नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ स्पेशल के भन्नु पर्दाखेरि आज हाम्रो परीक्षा थियो भने हिजोदेखि हाम्रो परीक्षा सुरु भएको थियो। अनि त्यसपछि हिजो इंग्लिश, आज नेपाली राम्रै गयो। अब भोलि सामाजिक हुन्छ, अब कस्तो हुन्छ थाहा छैन हैन। आज चाहिँ हाम्रो काम गर्नु पर्यो नि त अब हैन। अब एक्जाम दिएर आएको भए अनि त्यसपछि हामी मकै खानु हिँडेको। अब भरे आएर राति पढ्छौँ अनि अहिले चाहिँ हामी काम गर्छौँ। फेरि भोलि बिहान उठ्छौँ अनि त्यसपछि 7 बजेसम्म काम गर्छौँ, 7-8 बजेसम्म। अनि फेरि त्यहाँदेखि पढ्छौँ 12 बजेसम्म। 12 बजेदेखि दिउँसो थियो नि त परीक्षा, त्यही भएर क्या 12 बजे थियो। 11 बजेसम्म पढ्छौँ अनि 11 जान्छौँ अनि 12 बजे ठिक्क पुग्नुपर्छ वहाँ। अनि आज चाहिँ हामी मकै खानु जाँदैछौँ। तपाईँहरूलाई म देखाउने नै छु हाम्रो मकैको बोट हैन। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दिदी दिदी हैन बहिनी। अनि त्यसपछि हैन भन्दै के यहाँ चाहिँ हैन दुईजना बोकाहरूलाई भेटाएर नखानु गएर देखा यहाँ चाहिँ मेरो हेर्नुहोस् नभन्नु हामी आउँदाखेरि चाहिँ हजुर मम्मीहरूले 1 गरा सके 2 गरा नि माथि पनि हो। हजुर माथि पनि गर्नुभएको हो। यो हो र 2 गरा सकेर 3 गरामा झर्नु भएछ हैन। अनि हामी पनि अब त्यही गरामा जानेछौँ। हाम्रो हजुर मम्मी र खुसी बुइनी चाहिँ यहाँ के गर्दैछ, खन्दैछ। चप्पल चाहिँ यहाँ राखौँ क्या, चप्पल फोहोर हुन्छ हैन। यहाँ यति राम्रो सेतो खुट्टामा अब धुलो लाग्ने भयो क्या। फर्स्ट बाइट खने ल भन्न भिडियो बनाएको। हामीले कहिले धिबो थालेको यो गरेर यहाँको त्यो त थालेको भइहाल्यो नि। हिजोदेखि भनौँ आजदेखि हामीले अस्तिको दिन नि आइतबार होइन शनिबार शनिबार होइन। म भन्छ गएर आएर अनि फेरि अन्तिदी म मास बालाङ जानु भएको थियो शनिबार। हाम्रो परीक्षा चाहिँ राम्रो हुँदैछ गाइजहरू। त्यो चाहिँ कस्तो भयो खुसी परीक्षा आज? आइतबार हिजो हैन खुसी दानी चिर चोर्दै थियो अरे दानी सुनेको। चिज लगाएको थियो दानी। अरे सिरक मुनि बसेर के गर्छ भनेको त लुगाउँदा चिज पो बनाउँदो रहेछ त खुबै। उसले युनाले अघि युना आउँदा हामी युना सुसिना ठेकेर खेल्थ्यो अनि म खुसीले चाहिँ चोरे तर हामीलाई चाहिँ देखाएन भन्दै थियो। रुवाउनुको लागि के म चाहिँ किन रुवाउनु। म पनि खन्छु। खुसी आएर एकछिन भिडियो बनाउँदा बना न, टुवा बनाउँदा अब चाहिँ भन्न अब चाहिँ म आइसकेको छु। दर्शक दिनहरू मेरो यो नयाँ भ्लग भन्ने सब्सक्राइब चाहिँ गरिदिनु होला हेरेपछि भिडियोमा। यो मोबाइल काम गर्दै काम चोर्ने छैन माथि हेर यसरी मजाले गर्दैछु कदेर देख्छौ बिस्तारै गर्ने अफवार त्यसले गाइज हामीले चाहिँ यो गरा सकेको अवस्था। अनि यहाँतिर चाहिँ हुनुहुन्छ उहाँहरू के भन्छ के जाति थाहा भएन। मास्तिर जानुपर्ने हुन्छ। जोस जाँगर बोल जो यहाँ गएको हिँडाउँ भने तर बढाएर झार्नु पर्छ। यो कोदालो बोको त मेरो कसो तपाईँको चन्डो चाहिँ किन देखाउनु भएको अझै भने ए खुसी चाहिँ लजावती छ क्या। लजावती तेरो मुसु मुसु हाँस्दै छ। लाटी भयो भने बाटी छ भन्ने। खुसीलाई चाहिँ के भन्छ अरे दादा खुसीलाई सरप्राइज ल्याइदिरहेको छु होइन। त को थाहा भयो खुसीलाई परीक्षामा राम्रो हुन्छ अरे क्या यो भुल लाएर जानु छिटो छिटो न टुवा थाप्न त छिटो छिटो थाप्लो
को त ट्युसन पढ्न लगाएको खुसी अनि यो मेरो हातले चाहिँ भिडियो बनाएर मैले हाल्छ नि के गर्दै हामी चाहिँ गाई छोरी यो गरामा गर्नुपर्ने हुन्छ र म के छैन गर छिटो छिटो नआइट भए त अझै गर्छ भने खुसी गर्दा यो सक्दिन त छ छ छ हात छ न खुसी टु हात छ न उचाल 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 हाम्रो ल्याङफ्याङ भेलायत म्याच भेलायत फाइनली गाई छोरो हामीले यो गराइसकेको अवस्था अब चाहिँ घरतिर जानुपर्ने हुन्छ हामीले गराइसक्यौँ होइन तल गएर दादी पनि आया के भयो हामी घरतिर लाग्यौँ मेरो चप्पल तलै छ त हौ भोलि चाहिँ होइन गाई छोरो धनियाँ खाएर जानुपर्छ अरे राम्रो दिन हुन्छ अरे हाम्रो चाहिँ धनियाँ फुलेर पनि पाकेर पनि दाना पनि भइसकेको छ के दानी फुल धनियाँ आइतबार होइन सो धन्यवाद मेरो 2 करोड 80,000 को चप्पल ल्याइदिनु भएकोमा म टेक्न चाहन्छु अब जान टुवा दिइहाल्छु होइन एक कुरा लिएर होइन म बाख्रा लिएर आउँछु ल यो हाम्रो चाहिँ गाई छोरो मामा आउनुभएको अवस्था होइन यहाँ बाइकमा जानु जसको म देखाइदिन्छु अरे मामा भयो म होइन बाख्रा लिनु गएँ मामाहरू आम भयो हाम्रो बाख्रा चाहिँ यहाँ छ बाख्रा लिएर आउनु पर्ने हुन्छ हामी मैं भी क्यों जा गाई छोरो लुइ हाम्रो उता पनि हिँड्छ त यता ओ अम्मा तर्से नै कति साह्रो त हो सुट ल हाम्रो 2टा छ आमा छोरी गाई छोरो भन्नुहुन्छ भने हाम्रो गाउँ के अँधेर देख्छ त खोर मैं भी क्यों ए जस्तो कि भन मलाई लाग्दैन डर भन्दाखेरि डर हाम्रो चाहिँ मैले नसकेर टुगा लिनु आउनु भइसक्छ अध्यक्षज्यू खर त्यो खुसी खन नखन अझै खन अनि तँलाई अहिले पानी जम्छ राम्रो काम गर्नु त भवन निर्माण गर्ने चाहिँ होइन बाटो हालेर बस्छ कुकुर जेन्सन उता बोक न कुरा लो जेन्सन भएछ हाम्रो घरमा टेन्सन के भन्नुहुन्छ होला गाई छोरी चाहिँ अदुवा छरेको अन्तिको ब्लगमा देख्नु भयो होला गाई छोरी मेरो ब्लग चाहिँ अब यहीँ टुङ्ग्याउनु पर्ला जस्तो छ अर्को ब्लगमा भेटौँ हामी चाहिँ किनकि इक्जाम चल्दैछ नि त म चाहिँ अब के भन्नुको लागि खासमा के भन्नुको लागि ब्लग बनाएको भने नि हाम्रो इक्जाम चल्दैछ त्यही भएर म ब्लग ल्याउँदिनँ अब होइन अब इक्जाम सकेपछि चाहिँ ल्याउँछु इक्जाम सकिने बित्तिकै ल्याउँछु म अब आज यहीँ एन्ड गर्नु पर्ला बाई बाई गाइज बाई बाई